हेलो नमस्ते सेवारो सेवा सियोङमी जोजोलप्पा लसोफ्यापुला झोरले टसिडेले सबैलाई यतिखेर चाहिँ हामी यो प्युठान जिल्लाको स्वर्गदरी नगरपालिका वार्ड नम्बर 2 लुम्बिनी प्रदेशमा छौँ। यो स्वर्गदरी मन्दिर रहेछ। यहाँसम्म आउने हाम्रो योजना थियो। आज आइपुगेको छौँ यो मन्दिरमा अनि यहाँबाट भिडियो बनाइरहेको छु। यो मन्दिरहरू केही देखाउन चाहन्छु है त। म थोरै देखाउन चाहन्छु, धेरै पनि देखाउन चाहदिनँ। अब हाम्रो गन्तव्यहरू अन्तिम भइसकेको, हामी एकदमै एन्ड पोइन्टमा आइपुगेका छौँ। हाम्रो गन्तव्य सिद्धिएको छ। अब हामी काठमाडौँतर्फ प्रस्थान हुनेछौँ। मन्दिर यहाँभित्र अहिले बन्द भइसकेको जस्तो छ कि खुल्यो कि। यहाँभित्र पनि मन्दिर छ है, यता पनि मन्दिर छ अनि यहाँ पनि मन्दिर दर्शन गर्ने। भित्र त जान पाइँदैन है, यस्तो छ है। यता यस्तो छ। यो चाहिँ चौध किमी उचाइमा रहेको स्वर्गदरी मन्दिरमा छौँ है त। धेरै उचाइ माथि 14 किमी है। यहाँ आयो भने चाहिँ सबै कुराहरू पुग्छ। यहाँ चाहिँ विभिन्न ठाउँबाट मान्छेहरू आउने गर्दो रहेछ। यतापट्टि यस्तो छ, यतापट्टि यस्तो छ। यहाँ पनि बन्दै गरेको जस्तो छ। यहाँ बाहिर निस्किने ठाउँ, बाहिर निस्किसकेँ म। यता वृद्ध आश्रम रहेछ यतातिर। यो चाहिँ स्वर्गदरी आश्रम, स्वर्गदरी आश्रम है। यो चाहिँ एकदम उचाइ, धेरै माथि के, आउन पनि धेरै गाह्रो। तर हामी यहीँसम्म आएको थियौँ, तर आज आइसकेको छौँ। हाम्रो गन्तव्य इन भइसकेको छ।